दर्शन नमस्ते सबैजनालाई अनि राधे राधे। खाली टाइममा मतलब ड्युटी सकिएपछि हामीहरूले चाहिँ सानो कमेडी भिडियो लिएर आएका छौँ। सो तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन हेरिदिनु होला अनि त्यसमाथि कमेन्ट गरिदिनु होला या तपाईँहरूको प्रतिक्रिया दिनु होला। अनि मलाई फलो पनि गरिदिनु होला अनि हामीलाई चाहिँ नगरिदिनु होला केही छैन होइन हामी त पात्र मात्रै हो। जस्ट इन्जोय गर्नु होला होइन स्वस्थ रहनु होला मस्त रहनु होला। सरहरू के भन्न चाहनुहुन्छ? सब्सक्राइब लाइक अनि कमेन्ट हस् यो चाहिँ मैले युट्युबमा पनि हालिदिन्छु। म चाहिँ अब उहाँले फेसबुकमा टिकटकमा हाल्नुहुन्छ म चाहिँ युट्युबमा हाल्छु। सबैकोमा फलो लाइक सब्सक्राइब जे गर्नु मिल्छ कमेन्ट होइन सो प्लिज गरिदिनु होला। ओके हेभ अ गुड डे अनि हाम्रो लागि त गुड नाइट हो। फ्रेन्डसिप सकेर बाइ बाइ टेक केयर एभ्रीवन। हेलो प्रदीप सर। हजुर प्रवीण सर भन्नुहोस् न। प्रदीप सर सुन्नु त भोलि तपाईँहरूमा घुम्न जाने यो कुरा चाहिँ चेतन सरलाई नभन्नुहोस् है। हुन्छ प्रवीण सर। एहे रहा नहीं जाता। हेलो चेतन भाइ। हेलो प्रदीप दाइ भन्नु त। चेतन भाइ भोलि हामी तिनजना घुम्न जान लागेको छु। यो कुरा गोप्य नै राख्नु भनेछ अनि तिमी पनि प्रवीण सरलाई नभन्नु है ल। ए हस् हुन्छ प्रदीप दाइ हुन्छ म भन्दिनँ मलाई। हेलो प्रवीण दाइ हजुरलाई एउटा कुरा सोध्नु पनि थियो। चेतन सर भन्नु त। हजुरहरू तिनजना घुम्न जानु होला र? जानु त जान लागेको हो तर यो कुरा कसरी थाहा पाउनुभयो तपाईँले? मलाई अघि प्रदीप दाइले फोन गरेर भन्नुभयो हो। तर यो कुरा चाहिँ प्रदीप दाइलाई नभन्नु भन्नुभएको छ है त। ए हो र ल राख्नु त एकछिन। ओए प्रदीप भन्नु त सर के भयो? ठुक्क नयाँ साला प्रदीप जे कुरा नभन्नु भनेको त्यही कुरा पहिला गएर भने चाहिँ फेरि तर यो कुरा तपाईँलाई कसले भन्नु त? चेतन भाइले आफै फोन गरेर भनेको हो मलाई। सरी यार सर गल्ती भयो। ए ल भाइको तर यो कुरा चेतन भाइले नभन्नु है फेरि नभन्नु भनेको छ ल। ए ल हुन्छ सर हुन्छ ल ल ल। हेलो चेतन भाइ। प्रदीप दाइ भन्नु त। ठुक्क मासुला दोग्ला। तेरी माम्पाका दोग्ला तँलाई हजुर तपाईँ भनेको पचेन है। ठुक्क मासुला दोग्ला